सम्पूर्णमा सेवा नमस्ते। आज चाहिँ हामी जात्रा यायोखाको 39औं स्थापना दिवसको अवसरमा यो चिलाचिली गाउँपालिका वडा नम्बर 3 अवस्थितमा रहेको चासुङमाङ साकला थानमा जुन बाढीले क्षति पुर्याएको ठाउँहरूमा यो पुर्ने काम हामी गर्नेछौँ र सरसफाई त्यसै गरी वृक्षारोपणको कार्यक्रमहरू गर्नको लागि भनेर हामी उपस्थित भइसकेका छौँ र सम्पूर्णलाई फेरि पनि चाहन्छु। र आज भने हाम्रो 2वटा कार्यक्रमहरू रहनेछ। त्यसरी बाँगा त्यसो भए र अहिले चाहिँ हामीले यो साकलाथान परिसरमा सरसफाइ यो व्यवस्थापन साथै वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका छौँ भने भरे साँझ कार्यक्रम हाम्रो प्रचलनको रहनेछ र यो कार्यक्रम चाहिँ हामीले चिलाचिलीमा मात्र नभएर नेपालको विभिन्न स्थानहरूमा गरिरहेका छौँ। बाँगा चाहिँ नखानु हुने, पटपटी मात्रै खानु। छिटो पाल्ने यसमा हजुर भाइ के छ भाइ कता हुनुहुन्छ? कसले छिटो बाल्ने भनेर बिचमा आइपुगेको हेर्नु त हो। अरे हो होइन बालेको मिलेछ ल अब यता पछाडि बसौँ सबैजना अनि छिटो भन्ने सर तपाईँ उता गएर फोटो खिचिदिनुहोस् न। एउटा किराया चाहिँ देखिन्छ ल खेतिदिनु न त्यहाँदेखि र हामीले 39औं स्थापना दिवसको अवसरमा यस्तै कार्यक्रम गर्न सफल भएका छौँ र अन्त्यमा हामी हाम्रो जाति समूह समुदाय भाषा कला संस्कृति र पहिचानको लागि एकबद्धता गरेर हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ भन्ने कुराको जानकारी गराउँदै भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद भन्दै बिदा हुन्छ। सेवा नमस्कार, जय किरात।